किन हल्छ मैले त्यस्तो मम्मा भनिदियो भाइको के हल्लियो रे भाइ म त मम्मा भनिदियो के हो घरमा के हल्लियो घर खाट दैलो ज्याल हल्यो कतिखेर आएको थियो कतिखेर आएको थियो भूकम्प चाहिँ पनि 3 बजे बिहानको पनि रातिको अन्त मर्निङमा त हो नि मर्निङ त हो नि राति आएको मलाई थाहा पाएको नि डर लाग्यो नि मम्मा भने रे मम्मा भन्ने मैले एकजनाको को के हल्लेको थियो रे टोइलेट 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 हल्लेको थियो टोइलेट यसरी हल्यो टोइलेट हल्ल्यो त्यसो हल्यो नि टोइलेट हल्ल्यो डर लाग्यो डर कहाँ भाग्यो एउटा टोइलेट दादा टोइलेट हल्यो थियो हो अनि तिमी चाहिँ कहाँ भाग्यो टोइलेट हल्लिँदा दादाको टोइलेट दादाको टोइलेट म त राति त सुते थियो नि अस्ति एउटा दादाको हाले थियो टोइलेट दादाको टोइलेटमा के गर्दै थियो टट्टी होइन दादा नै गएको थियो टोइलेट के गर्नु हल्नु सुसु गर्न गएको थियो हो त्यही भएर सुसु गर्न गयो फेरि टोइलेट हल्लियो नि फेरि उसले त अब किन मम्मा भन्यो नि मम्मा भनिदियो